सायद तल लाङटामै गएर निस्किने होला आई डोन्ट नो मेबी वाट फेरि यहाँदेखि उकालो छ आई विल वेट फर माई पिपल यसै हिँड्ने बाटो छ Guys, I found this flower which is too beautiful and we have this wooden majeko okay let's go forward and I will wear the cap अब यहाँ चाहिँ यस्तो छ and here I can show you my outfit of the day. Is wearing Israel. So guys, म चाहिँ अहिले कहाँ पुगेको छु भन्दाखेरि यहाँ चाहिँ त्यो अस्ति 4 जना बगाएको मान्छे भन्ने थियो नि लामटाङ नदीले यो so I am crossing the bridge here. यस्तो ठाउँ छ ओइ यहाँ होटल खोल्नु पर्छ नि कति रमाइलो हो यहाँ चाहिँ होटल खोल्नु नि एउटा यहाँ त्यही त म पनि चौरी कहाँ छु भनेर खोजेको क्या गाइज आउनु सो यु समथिङ यस्तो राम्रो देखिने के आई मिन यो मनसुन सिजनमा इट इज गर्न बी रकिङ भन्छ नि एकदमै राम्रो फुल फुल्छ होला आई हेभ नेभर बिन टु एनी मनसुन ट्रेक but this trekking ले चाहिँ maybe I can go for a monsoon trek too. Let's see, let's plan and let's go. You can see यस्तो राम्रो भ्यू छ wow oh my god guys you must visit लाङटाङ यार नेपाल भनेको नि स्वर्गको टुक्रा हो क्या तिमीहरूले के भन्छ नि ओहो म मरेपछि स्वर्गदेखि किन मर्नु किन नेपाल आऊ नेपालमा यस्तो राम्रो छ ल एभ्रिवेयर यु क्यान सी हेर्नु ल everywhere there is dharma everywhere there is nature हैन नेचर गाइस दिस इज द नाइसेस्ट ट्रेल यहाँ हाम्रो टिम आउँदै हुनुहुन्छ अनि यहाँ यस्तो छ यहाँ मान्छेहरू गइसक्नु भयो एन्ड इजिएस्ट ट्रेल किनभने एकदमै बाटोसम्म छ आई थिङ्क म माथि गएको छैन तर मेबी दिस इज वान अफ द इजिएस्ट ट्रेल इन लाङटाङ ट्रेक हैन यहाँ चाहिँ उकालो ओह्रालो छ हैन एकदमै सम्म छ so you can walk easily and one of the best part is to get this trail भन्छ नि यस्तो राम्रो ठाउँ किनभने खुट्टा अलिक कम दुख्छ अलरेडी दुखिसकेको छ उकालो ओह्राली के हो के एन्ड नाउ गोडाको बेला देखियो भन्दै हुनुहुन्छ मेबी गोडाको बेला आउनु लाग्यो वहाँ पर सो हामी त त्योभन्दा माथि बस्ने हो त्यहाँ चाहिँ आएर विल गो अपवर्ड यु डोन्ट ह्याभ टु
एक्सप्लेन वाइ नेपाल इज ब्युटिफुल. नेपाल इज ब्युटिफुल एनी हाउ. जुनै पनि ठाउँ जाऊ होइन. ओके, यहाँ सानो खोल्ची छ. सी, दिस इज अल्सो ब्युटिफुल के. माई गड गाइज, हुन्छ नि, यु मस्ट भिजिट लाङटाङ. म चाहिँ आई थट लाङटाङ वाज नट द्याट मच ब्युटिफुल. म चाहिँ नर्थ एबिसीको एकदम भिडियो देखिरहेको थिएँ एन्ड नर्थ एबिसी वाज लाइक वाउ भइरहेको थियो मलाई. बट लाङटाङ, ओ माई गड, इट्स वर्थ इट के, वर्थ इट होइन. अहिलेसम्म त हिँडेको मात्र छौँ. मेबी वेन वी सी द रियल भ्यू इट्स गonna बी रकिङ. इट्स गonna बी वर्थ इट होइन त. ल मेरो टिमलाई पनि सोधौँ. मिनाजु कस्तो भइरहेछ? अनि अहिलेको हजुरले सबसे राम्रो होइन अहिलेसम्मको सबसे सजिलो कुन लाग्यो हिँड्न? बाटा यो बाटोमा यो बाटोमा यो बाटो त यहाँ अहिले हिँडेको सजिलो. अनि ट्रेकहरूमा सबसे राम्रो अहिलेसम्मको? अब यो त जाँदैछौँ. हजुर सबै हेरिसकेको छैन. राम्रो त राम्रो छ, ट्रेकहरू सबै राम्रो हेर्छ. होइन हजुर चाहिँ अहिलेसम्म हिँड्नु भएकोमा त्यसमाथि हिमालदेखि नै ट्रेक हो होइन. अब यहाँ हिमाल छासुस त्यो चाहिँ नि घामको किरणले टल्किँदाखेरि त निकै राम्रो देखिएको थियो. अझ हामी पुगिसकेका छैनौँ. अब भोलिदेखि यो ट्रेक पनि एकदम अद्भुत हुन्छ जस्तो लाग्छ. झन् दामी हुन्छ जस्तो छ. वी किप यु अपडेटिङ. अनि सब भिडियो अपलोड हुनेछ गाइज यो ट्रेकको होइन. मैले चाहिँ जब जहाँ पनि जान्छु म भिडियो खिच्छु एन्ड आई फरगेट टु अपलोड. त दिस इज माई फर्स्ट ट्रेक एन्ड आइम गोना अपलोड दिस. अब फेरि एउटा पुल आएको छ. यो पुल चाहिँ यस्तो छ एन्ड यहाँ अगेन एउटा खोला छ. अनि त्यही खोला होला घुमिफिरी हामी खोलै आइरहेछौँ. कहाँबाट आएको खोला? कहाँबाट आयो होला? यो लामटाङ खोला हो. अनि हामी चाहिँ पुलमा हिँडिरहेको छौँ. खोलाको साउन्ड सुनिरहनु भयो होला. यस्तो रिफ्रेसिङ खोलाको साउन्डले त्यसै नै मनमोहन गरिरहेको छ. यहाँ चाहिँ सानो मेबी फोटो खिच्नलाई बनाएको हो. आई डोन्ट नो. अब फेरि उकाली ओह्राली हिँड्नुपर्ने जस्तो छ. We will walk again. Now you can see बाटो कच्ची छ गाइज. यहाँ पुगिसक्नुभयो. अगेन ब्याक टु उकाली ओह्राली. सो म चाहिँ फोन राख्छु किनभने एउटा चाहिँ भिडियो देखाइदिउँ त भ्यू गाइज. त्यहाँ बिना जाँदै हुनुहुन्छ पछाडि दिदीहरू धेरै पछाडि हुनुहुन्छ. झर्ना छ होइन. यहाँबाट खोज्यो भने चाहिँ कहाँ पुग्छ थाहा छैन. सायद मान्छे यहीँबाट बगाएको होला. पुग्छ गाइज होइन. खोल चाहिँ आइम हियर यस्तोमा. अनि बाटो चाहिँ अब यो तरेर यसरी जाने गाइज होइन. मेरो साथीहरू आउनु नै भएको छैन. पर्खेपछि आएपछि एकछिन यहाँ झर्नामा फोटो खिच्यो भने आई विल सो यु. बाई. खुट्टा एकसाथ नसहाएन. इट्स नट ह्यापनिङ स्टिल टु वाक यस्तो माथि. अनि यहाँबाट तलबाट दिदीहरू आउँदै हुन्छ. मिनाजुमा कुहिरो लागेको छ एकदम. अनि यहाँ चाहिँ हिमाल देखिरहेछ. ओ माई गड. यो खोलामा हामी यही खोला हुँदै हामी आएको. हियर इट कम्स द इजिएस्ट ट्रेल. यो चाहिँ एकदम सम्म छ तर मान्छेहरू हामी गलेर यो पनि हिँड्नु एकदम गाह्रो भइरहेको छ. बट दिस इज द नाइस ट्रेल. यहाँ चाहिँ यो नो अप्स एन्ड डाउन्स केही उकालो ओह्रालो छैन. एकदमै राम्रो छ. आई थिङ्क
भ्याली सुरु भयो मेबी सो दिस इज लाइक दिस यस्तो राम्रो छ view। यो आई थिङ्क द्याट इज द हिमाल जुन चाहिँ सूर्यास्त भएको कारण यस्तो राम्रो देखिरहेको छ आई थिङ्क सनराइज भयो नि इट इज gonna be more beautiful let me focus it line see तल पर्खौँ न आउँदा हुनुहुन्छ सँगै जाउँ अहिले त सर पाउँछ अच्छा अच्छा